हेलो म चाहिँ यहाँ यहाँ तयार छु मेरो लाइसेन्स लिनु। अस्ति आएको थियो यहाँ आल्फाबेटिकल अनुसार रहेछ फेरि यत्रो लामो लाइन छ त्यहाँ, यत्रो लामो लाइन छ त हौ, यत्रो लामो लाइन। तपाईँ के कुरो बोल्नु भने नि यो जुन डेट भनेको छ नि रिन्युको थपको नयाँको सबैको एकैचोटि आएको म चाहिँ लाइन बस्नु गएँ, लाइन निकै लामो रहेछ। अहिलेलाई चाहिँ यति नै। जेनजीको तर्फबाट त यो चाहिँ जेनजी आन्दोलनको छ। पदयात्रा डरिरहेछ, एउटा घुम्दैछ। अर्को म यहाँ लाइन उभिरहेको छु होला। लाइन चाहिँ पर थियो अघिसम्म, अहिले यता बाङ्गेर आइसकेको छ। आधी घन्टा भइसक्यो, त्यहाँदेखि भर्खर यहाँ आएको। यहाँ बढेर बिस्तारै आउँदैछु। लाइन हेर बाङ्गेर यता आइसक्यो, अघि पर एक घन्टा उभिएपछि आयो बल्ल बल्ल। यत्रो छ लाइन चाहिँ, अब धरान लाग्यो। ल अब हामी यहाँबाट निस्किएको। टक्कसँग मैले चाहिँ फोनबाट बनाउँदैछु, मेरो गोप्रो चाहिँ साथीले लगिरहेको छ, त्यही भएर फोनबाट बनाउँदैछु। आवाज पनि राम्रो होला, क्वालिटी पनि राम्रो होला। तर यसरी बनाउँछु चाहिँ गिम्बल किन हौ, किन किन्नु? त्यो हल्का हुन्छ नि त, कामै त छैन, कामै त छैन त्यो। रङ साइड ओभरटेक हान्दैछु म, त्यो अझै हान्नुपर्छ। ए ल हामी चाहिँ यातायात आयौँ, लगभग 1 घन्टा बेसी त्यो उभियो है म लाइनमा। उभिँदा साला यहाँबाट चाहिँ हामी कति 3:30 3:45 भयो होला कि कति भएछ थाहा छैन। अडियो कस्तो आउँदैछ, हावाले हान्दियो होला त्यो पनि थाहा छैन मलाई। हल्का रस गर्नुपर्छ, पेट्रोल चाहिँ त्यति छैन हो। रन्का पुदे रन्का रन्का न, मैले चाहिँ लगभग 2 वर्ष हुँदा चाहिँ मेरो 12 डेको लाइसेन्स हो त्यो आयो, तर जस्तो खालको आएको रहेछ है लाइसेन्स चाहिँ। काट चाहिँ क्युआर रहेछ, त्यसमा पारुवाङ भने यस्तो एस जस्तो भइरहेछ फोटोको तल। भाइजर नि फुल लागेन है, हल्का प्रोटेक्ट चाहिँ भइरहेछ। हल्का ह्याप्पी चाहिँ ह्याप्पी भएर चाहिँ मोबाइल झुमेर जाऊ मलाई छोडेर आऊ 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 न। यो यहाँ यता चाहिँ अलिक ध्यान दिएर कुदाउनु पर्छ, यो सिटी सवारी टेम्पो यस्तोहरू नहेरी खाटिदिन्छ साइड हो।
एक्सिडेन्ट वहाँ हुन्छ वहाँदेखि अहिले चाहिँ म कता खनार आइपुगेर खनार कि दुधुवाबिच पनि थाहा भएन नाम पनि थाहा छैन के हो यस्तो ठन्डेउडा चिने नबाट खान्छ हाम्रो कप्पे मामा नि बसेर जाँदैछ त के भयो कति टाइम बाँकी छ अझै बडोबाट ठ्याक्कबाट नत्र म यताबाट जाँदा थिएँ ल यो चाहिँ इटरी चोक हो यसलाई चाहिँ इटरी चोक भन्छ यहाँको मूर्तिहरू नि अस्ति जेन्जीको आन्दोलनमा भत्काइदियो हो जलाइदियो भत्काइदियो तल यातायात कार्यालय नि त्यस्तै छ भत्केको छ सब जलेको छ हो देखिसक्नु भयो होला अब फेरि रन्का गर्नुपर्छ साथीलाई मैले बजार जाने भनेर लिएर आएको प्राङ हान्दै रहेछु मैले चाहिँ आउँदाखेरि भिडियो बनाइनँ जाँदा चाहिँ अब बनाउँदैछु कतिको पाउँछु थाहा भएन है भ्लग चाहिँ म अब नयाँ युट्युब च्यानलमा हालिदिनु पुरानो हालिदिन्छु त्यही कन्फ्युज छु मैले चाहिँ नयाँ च्यानल पनि खोलिरहेको छु हो त्यसलाई म एक प्रकारले के गर्छु भन्ने सोच्दैछु च्यानलको नाम चाहिँ अहिलेलाई क्यामेरा पुगेको मान्छे छ पछि चेन्ज हुनसक्छ यहाँको बनर चाहिँ जहाँ यहाँको बनर चाहिँ दामी छ है बाइक भयो भने त त्यही बोर्डका R15 रास्तासित दामी मतलब अहिले चाहिँ हामी हलगढा माथितिर छौँ देख्न सक्नुहुन्छ तपाईँले अगाडिको रोड यस्तै छ मौसम चिल छ एकदम मौसम चाहिँ एकदम चिल छ हो पानी पर्ला जस्तो हुँदैछ थाहा होइन पानी कति बेलादेखि पर्छ होला है यो चाहिँ मलाई थाहा छैन ल हामी चाहिँ अहिले लगभग तरर आइसकेको छौँ तरर मिक्सको र हामीलाई लागेको छ 7 मिनेट 7 मिनेटमा हामीलाई यातायात कार्यालयदेखि तरर चोक आइसकेको अब यहाँदेखि धरा पुग्नु कति मिनट लाग्छ थाहा छैन पहिले आउँदा 15 मिनटमा आइपुग्थ्यो जस्तो लाग्छ अहिले कति मिनट लाग्छ त्यो चाहिँ थाहा छैन यहाँ पर मेन रोड हाइवेमा चाहिँ दामी फुलहरू फुलिरहेको छ रुखमा निगुरोहरू बस्नु भएर चाहिँ यता फुलहरू चाहिँ अब अनलाइक छ दामी फुलहरू यहाँ चाहिँ करालाको साकेला खान लाग्ने ठाउँ यहाँ निलो फुल हेऱ्यौँ दामी छैन त यो लाइनमा चाहिँ सबै उखुहरू बेच्छ है उखु नै उखु दामी निलो फुल छ यता चाहिँ च्यान पनि छ है च्यान छ जङ्गल छ च्यान त भइहाल्छ नि लगभग कति
4 बजिरहेको होला है त्यही नसक्दै ओइ नगे पानी किन देखाउँदिन म यहाँ आउन रेडी झन् सिट घिच्चा देखिँदैन जङ्गलको बाटोमा अब फेरि गीत सुन्नुपर्छ ल 1 2 3 गो फोटोसुट चाहिँ हान्छ मान्छेहरूले यो रुखको तल निस्किँदैछ हो यो बोतलहरू चाहिँ लगेर यिनीहरूले बेच्छ है 30 रुपियाँ किलो जाँदो रहेछ है त्यसमा नि प्रफिटै हुन्छ है जहाँसम्म मलाई लाग्छ तर यो पैसा चाहिँ यिनीहरूले आफै राख्छ होला तँगरलाई जाँदैन होला है यो चाहिँ आई डोन्ट नो के गर्छ भन्ने हामी चाहिँ अब धरानीको राम्रो लाग्यो है त फोटोसुट हान्दैन फोटोसुट यहाँ साइडमा गाईहरू चढ्दैछ भने बिचमा चाहिँ गोठालो अङ्कल बसिरहनु भएको छ गोठालो अङ्कल होइन गोठालो बाबा हुनुहुँदो रहेछ उहाँ चाहिँ हाम्रो शनि मन्दिरको बाबाजी हुनुहुन्थ्यो रहेछ विश्वकर्माको हामी चाहिँ बिचमा कुदेछौँ बिचमा नकुद्नु मलाई फुलहरू राम्रो फुलिरहेछ है एक दिन बाइकमा अपग्रेड हाल्नुपर्छ एक दिन त्यो दिन छिटो आउनु सक्छ हो छिटो चाँडो ढिलो जे नि हुनसक्छ तर बाइकमा अवश्य बस्छु है मेरो ड्रिम बाइक छ R15 भिटुदेखि उकालो जुन भाइ नि हुन्छ है भिटुदेखि उकालो भिवान चाहिँ अलिक नेस्टी लाग्छ त्यो पछाडिको भिटुको चाहिँ दामी छ फेरि र साइड साइडमा यो फुलहरू चाहिँ राम्रो राम्रो फुलिरहेछ फोटो खिच्न आउनु सक्नुहुन्छ तपाईँहरूले यस्तो फुलहरू मनपर्छ भने हामी चाहिँ यहाँ शनि मन्दिर विश्वकर्मा मन्दिर आइसकेको छ अहिले चाहिँ यस्तो र यस्तो र सेकेन्ड प्राइज छ हल्का ढुङ्गीमा है मन्दिरमा ढुङ्गी र हामी चाहिँ अब तिनकुने प्रस्थान गर्नु लागेको छौँ है 17 मिनटमा तिनकुने छिरिसक्दैन हामी आधी सेकेन्डमा छ 30 सेकेन्डमा छ लगभग मलाई 15 मिनटमा म यातायात पुग्छु अलिक टाइम लाग्छ किनभने उकालो पर्छ स्पिड अलिक छोड्नुहुन्छ जाँदा चाहिँ मेरो स्पिड 100मा कसँग 100 हुन्छ है त्यहीमा चाहिँ सर्भिस गरेको छैन अनि के भयो सर्भिस गरेर अन्त उकालो जान्छ मैले सिङ्गलमा हुँदा 115 हानेको छु 115 तेल त फ्याक भयो नि त
अब हाल्दिनँ म तेल घर लगेर राखिदिन्छु स्कुटी भोलितिर हाल्छु म ल आजलाई चाहिँ यति नै भन्नु चाहेँ मैले हस्त नमस्ते धन्यवाद हेरिदिनु भएकोमा बाई बाई